तिमी राम्रो नाच्छौ। यो कमला लिम्बू भण्डारी बहिनीले के भन्दैछ, प्रमोद भण्डारीको श्रीमती रहेछ यो बहिनी। अनि मेरो श्रीमानसँग लागेर मेरो घरबार बिगारिदिइसक्यो। मलाई दिनरात फोन गरेर टर्चर दिन्छ। मलाई उसले कतिचोटि सोधिसक्यो तपाईँको सम्बन्ध कस्तो छ भनेर। मैले राम्रो छ भनेर भनिरहेको छु भनेर बहिनी रुँदै आइरहेछ त। तिमी के भन्छौ यसलाई? तिमी यसलाई के भन्छौ? तिम्रो प्रमोद भण्डारीसँग सम्बन्ध के छ? तिमीलाई थाहा छ नि ऊ विवाहित हो भनेर कि थाहा छैन? मलाई लाग्छ त्यो भाइका छोराछोरी पनि होलान्। अनि किन त्यो बहिनी त्यो कमला लिम्बू भण्डारी बहिनी त जो सिम्पल टाइपको जस्तो देखिन्छ। सानैमा 17-18 वर्ष यस्तै कति वर्षमा लभ म्यारेज भएको रहेछ। तिमी के भन्छौ? यो बहिनीले लगाएको अभियोग झुटो भनेर प्रमाणित गर्न सक्छौ तिमी? उसले तिमीलाई अभियोग लगाइरहेछ। अब त तिमीले प्रमाणित गरेर देखाउनु पर्यो नि त। उसले बोलेको कुरा झुटा हो, म उसको श्रीमानसँग लागेको छैन भनेर सक्छौ तिमी? प्रमाणित गरेर देखाउनुपर्छ बाबा। नभए त यसरी हुँदैन नानी। यो अर्काको श्रीमानहरू खोज्ने काम त हुँदैन, बिल्कुलै हुँदैन बाबा। उनीहरू कति वर्षदेखि सँगै छन् भन्न त भन्दैछ उसले। मेरो बुढोको बानी पहिलेदेखि यस्तो नक्कल टाइपको हो भनेर भन्दैछ उसले। ज्ञानी छ त्यो कमलाले। मुनि बहिनी हेर्दाखेरि त्यो कागजको फुल चोर्ने परेको छैन के। कसैले 2टा अन्डा मागेका ठाउँमा 3टा 4टा 5वटा दिएर पठाउने खालको जस्तो लाग्यो बहिनी मलाई यसो हेर्दाखेरि। अनि के उसको सोझोको फाइदा उठाउँदैछौ तिमी चाहिँ? यो भिडियो कति 2-3 दिन अगाडिदेखिको सबैले कानुनको सल्लाह दिइरहेछन्। कानुन पनि उही त हो नि, कानुनले के गर्छ र भनेर भन्दैछ। तिमी के गर्दैछौ? तिमी गरेर खाऊ न, आफू नाचेर खाऊ न, आफ्नो कला देखाएर गरेर खाऊ न। यो बहिनीले तिमीलाई अभियोग लगाएको छ। अब प्रमाणित गरेर देखाउनुपर्छ तिमीले कि यो बोलेको झुटो हो भनेर। होइन भने त बाबा तिम्रो भिडियोले मार्केट पिट्छ। यो कथा वस्तुले, यो घटनाले त मजाले मार्केट खान्छ। अनि मार्केट खान्छ, यहाँ गलत तिमी हुन्छौ नि, गलत तिमी हुन्छौ। त्यो भण्डारीले मेरो श्रीमतीसँग सम्बन्ध छैन, म उसलाई छोड्छु भनेर तिमीहरू दुईजनाको लभ पर्दैछ भने पनि त्यो हुँदैन। तिमीहरू दुईजनाको लभ पर्दैछ भने पनि उसले मेरो श्रीमतीसँग सम्बन्ध छैन भनेर तिमीलाई ढाँटेको छ, केही गरेको छ भने पनि तिमीले पहिला कानुनी रूपमा अलग भइजेलसम्म पर्खेर बस्ने हो, अनि बिहे गर्ने हो। अनि लभ गर्छौ कि चुम्मा चाटी गर्छौ कि के गर्छौ कि त्यो तिमीहरूको कुरा हो। तर तिमी यो बहिनीले बोलेको कुरा झुटो भनेर प्रमाणित गर्न सक्छौ? तिमीले फोन किन गरेको यो बहिनीलाई तपाईँको सम्बन्ध के छ भनेर? होइन भन त एकचोटि। तिमी होइन भन्न सक्छौ? तिमीले अरू कोही भेट्दैनौ बाबा? भेट्छौ नि भाइ। सबैको वाइ पाएर सबैले तिमीलाई हाई गरिरहेको बेलामा, सबैले मनमा मुटुमा राखिरहेको बेलामा, तिम्रो नाचलाई तिम्रो कलालाई मन पराइरहेका बेलामा यस्तो खालको घटिया काम नगर है। यस्तो खालको घटिया काम नगर नि। हेर्दैछौ होला नि यता नेपाली ब्रोको, थाहा छ नि, चिनेकी छौ नेपाली ब्रोको हो। बाहिरकी मुयासँग लागेर के गरौ श्रीमतीलाई तिमीलाई थाहा छ नि, होइन? अनि तिमी के अर्काको घरबार बिगार्नेमा पर्छौ तिमी? कति वर्षको भयो तिमी? तिमीले त आफ्नो गरेर खाने हो, अर्काको घरबार बिगार्ने होइन नि। यो बहिनीले, तिमी सही छौ भने यो बहिनीले बोलेको गलत हो भनेर प्रमाणित गरेर देखाऊ। होइन भने त बाबा आगो बल्छ, तिम्रो जिन्दगीमा त आगो बल्छ। अनि याद गर, जब कानुनी रूपमा अलग नभइजेलसम्म तिमीले त्यो मान्छेसँग आँखा गाड्न पाउँदैनौ। तिमीलाई त्यो मान्छे बेगर हुँदैन। यो बोलेको बहिनीले कुरा सही होइन। कानुनी रूपमा अलग भइजेलसम्म तिमीले पर्खेर बस्नुपर्छ। अनि उसले भन्दैछ मेरो बुढो नक्कल टाइपको छ भनेर। तिम्रो मात्रै पनि हुन सक्दैन। तिमी जस्तो 10जना घुमाएर हिँड्न सक्छ उसले त। के गर्छौ त्यति बेला? अब प्रमाणित गरेर देखाऊ। मैले पनि भिडियो बनाएँ। यो बहिनीले चिन्नेलाई धेरैजनाले मेन्सन गरिदिनु, होइन यसले मलाई झुटो अभियोग लाउँदैछ, यस्तो केही पनि कुरा होइन भनेर प्रमाणित गरेर देखाऊ। प्रमाणित मात्रै होइन, तिमी कलाकार हौ, म्युजिक भिडियोहरू धेरैमा छौ। म फेरि पनि भन्दैछु, यो बहिनीले गलत बोलेको छ भने यो बहिनीले साइबर उसमा गएर गलत केस गर। मेरो इज्जतमा आँच आउने खालको कुरा गर्दैछ, उसले बोलेको कुरो झुट हो, म चाहिँ यस्तो होइन भनेर तिमीले यो बहिनीका लागि साइबरमा गएर मुद्दा केस गर्नुपर्छ। होइन भने तिमी गलत हुन्छौ नि। यो बहिनीलाई मेन्सन गरिदिनु, जतिजनाले चिन्नुहुन्छ यो बहिनीलाई मेन्सन गरिदिनु यो भिडियो।